हेलो, गुड मर्निङ साथीहरु। तपाईहरुको के छ हालखबर? आज म देखाउनेछु पानी कसरी म आफ्नो घरमा ल्याउँछु। यो हेर्नुस् पाइपलाई पहिला के गर्छु पहिला बिछ्याउँछु है। अनि त्यसपछि यो हेर्नुस् बिछ्याइसकेँ। त्यसपछि धारामा जान्छु पाइप चेक गर्न। यो हेर्नुस् पाइप चेक गरेपछि पानी आइरहेछ। त्यसपछि आफ्नो घरको पाइप त्यसमा बाँध्नु पर्यो। त्यसपछि म त्यसमा धारामा पाइप बाँधिसकेँ। बाँधेपछि यहाँ हेर्नुस् पानी आइरहेको छ। पानी आइरहेछ। अब के गर्नु पर्यो यसमा पाइपमा जोड्नु पर्यो। त्यसपछि म यो जोडेपछि यहाँ पानी हेर्नुस् यहाँ आइरहेको छ। यहाँ हेर्नुस् पानी कति राम्रो आइरहेको छ। त्यसपछि यसमा म हालेँ। यसमा चाहिँ फुल भएपछि म यता फुल भएन त्यसमा पानी भरिरहेको थियो। त्यसमा आफ्नो बाल्टी ल्याएँ। त्यसमा भरेपछि अब आफ्नो बाल्टीमा थापेँ। त्यो हेर्नुस् यो पनि बाल्टीमा पानी फुल भइसकेको छ। त्यसपछि म अर्को ड्रममा लिएर जान्छ। त्यसमा अब यसमा हाल्नु पर्यो। यसमा हालेपछि केही दिनपछि यसमा पनि फुल भयो पानी। त्यसपछि अब के गर्नु पर्यो यो पाइपलाई त्यही अर्को ड्रममा लगेर राखिदिनु पर्यो। यसमा पनि पानी कम्ती यसमा भइरहेको थियो। यतातिर चाहिँ म यो पाइपलाई राम्रोसँग गरेर फेरि म जहाँ थियो त्यही पाइप राखिदिएछु। त्यसपछि केही दिनपछि चाहिँ यो ड्रम पनि भर्यो। यो भरेपछि म उता धारामा चाहिँ पानी बन्द गर्न गएँ। भिडियो अहिलेसम्म हेर्नुभएकोमा हार्दिक धन्यवाद। मलाई फलो गर्नुभएको छैन भने फलो गर्नु साथीहरु।